अहिले यो 3/3 को डिटर्मिनेन्ट कसरी फाइन्ड आउट गर्ने भन्ने कुरो सिकाउन जाँदैछु। जस्तै फाइन्ड द डिटर्मिनेन्ट अफ a इक्वल्स टु कुनै एउटा म्याट्रिक्स दिएको छ भने त्यसको डिटर्मिनेन्ट फाइन्ड आउट गर्नको लागि है डिटर्मिनेन्ट फाइन्ड आउट गर्नको लागि यो ब्र्याकेट भनेको म्याट्रिक्सको ब्र्याकेट भयो। यसरी सिधा राख्छौँ भने यसलाई हामी डिटर्मिनेन्ट भनेर भन्छौँ। डिटर्मिनेन्ट निकाल्नको लागि यसलाई एक्सपान्ड गर्दाखेरि आइदर फर्स्ट रो, सेकेन्ड रो, थर्ड रो, फर्स्ट कोलम, सेकेन्ड कोलम, थर्ड कोलम जताबाट पनि हामी यसलाई एक्सपान्ड गर्न सक्छौँ। मैले चाहिँ कताबाट एक्सपान्ड गर्दैछु भने अहिले R1 बाट एक्सपान्ड गर्दैछु है। त्यो भनेको फर्स्ट रोबाट मैले एक्सपान्ड गर्दैछु भने सबभन्दा फर्स्टमा साइन के लेख्ने भने यतामै प्लस माइनस प्लस राख्ने जहिले पनि हो, प्लस माइनस प्लस राख्ने। त्यसपछि मैले फर्स्ट रोबाट यहाँ एक्सपान्ड गर्दैछु, त्यो हो भने फर्स्ट रोको इलिमेन्टहरू, फर्स्ट इलिमेन्ट यो प्लसको पछाडि, सेकेन्ड इलिमेन्ट जस्ताको तस्तै माइनसको पछाडि र थर्ड इलिमेन्ट जस्ताको तस्तै प्लसको पछाडि लेख्ने है। यहाँनिर यदि -7 भएको भए माइनस अनि फेरि -7 हुन्थ्यो है, र त्यो +7 हुन्छ भनेर बुझ्नु। त्यसपछि के गर्ने भने एउटा 2/2 को डिटर्मिनेन्ट बनाउने। अब यो 2/2 को डिटर्मिनेन्ट भित्र इलिमेन्ट भर्दाखेरि अब हेर्नु यो 5 जुन छ, यो 5 भनेको त यो फर्स्ट इलिमेन्ट यो हो नि हैन हो। यसमा डबल पर्ने गरेर यदि हामीले हेर्नु यो 5 भएको रो भने कुन हो त, यो फर्स्ट रोमा छ अनि यो फर्स्ट कोलममा छ भने मैले यो फर्स्ट रो र फर्स्ट कोलमलाई यदि मैले काटेँ भने है चाहिँ यो के हुनु पर्यो, यो परेको रो र कोलम काट्दिने र यो ठाउँमा प्लस भन्नु पर्यो क्या। यसरी रो र कोलम काटेपछि भने बाँकी रहन्छ के इलिमेन्ट त -8 20 अनि यो 9 र 5 बाँकी रहन्छ भने यो इलिमेन्टहरु जस्ताको तस्तै ल्याएर यहाँनिर 2/2 डिटर्मिनेन्ट भित्र राख्ने। त्यसैगरी 7 को पनि सेम त्यही गर्ने है। अब 7 भनेको यो 7 यो सेकेन्डको इलिमेन्ट हो नि त, अनि यसलाई हेर्दा यो पर्ने रो र यो पर्ने कोलम, सेकेन्ड रो र सेकेन्ड कोलम, यसै फर्स्ट रो र सेकेन्ड कोलमलाई मैले काटेँ भने अब बाँकी रहन्छ के त यसो त, यो पनि काटिने भयो हैन। अब यो त होइन, यो त बुझाउनको लागि मात्र काटेको, खासमा कपीमा त काट्नु परेन। यदि यो काटियो भने के बाँकी रहन्छ त 6 अनि 20 अनि यो 7 र 5 बाँकी रहन्छ। त्यसपछि अब 3 भनेको यो थर्ड इलिमेन्ट हो हैन, यो थर्ड इलिमेन्ट हो भने चाहिँ यसमा पनि सेम त्यही लजिक अनुसारले यदि हामीले काट्ने हो भने फर्स्ट रो र थर्ड कोलम काट्ने हो भने बाँकी रहन्छ के त 6 -8 7 र 9 बाँकी रहन्छ हो। अब यो 2/2 डिटर्मिनेन्ट भनेको स्कुलमा गरिसकेको सेम त्यही हो, यो इन्टु यो माइनस इन्टु यो गरेर भने अब यहाँबाट जुन रिजल्ट आउँछ त्यो नै के हुन्छ त, यो माथिको जुन म्याट्रिक्स दिएको छ त्यसको डिटर्मिनेन्टको भ्यालु हुन्छ। अथवा 3/3 को डिटर्मिनेन्ट भनेको हामी यसरी फाइन्ड आउट गर्न सक्छौँ। यो चाहिँ एक्सपान्ड गर्ने मेथड हो। इक्वल्स टु अब हेर्नु है यो +5 भनेको यो 5 भइहाल्यो। अब त्यसपछि ब्र्याकेट यो 2/2 डिटर्मिनेन्ट -8 र 5 मल्टिप्लाई गर्दा -40, त्यसपछि -9 इन्टु 20 यो 180 भयो, -7 हो। त्यसपछि यो 30 माइनस यो 140, 7 र 20 मल्टिप्लाई गर्दा +3, त्यसपछि यो 54 अनि माइनस अनि यो फेरि माइनस फेरि अर्को एउटा आयो हैन, यो अब +56 भयो है। 6 9 जा 54 अनि माइनस फर्मुलाको अनि फेरि यो र यो मल्टिप्लाई गर्दा -56 आउँछ, त्यो माइनस प्लस भइहाल्यो। अब यो क्याल्कुलेटरमै थिचेर एन्सर सिधै निकाल्दा नै भइहाल्यो है। अब यो 5 इन्टु कति हुन्छ त, यो भनेको -220 भनेको -7 इन्टु यो कति हुन्छ त -110 भयो, +3 इन्टु यो एड गर्दाखेरि कति हुने भयो त, यो पनि 110 भयो, इक्वल्स टु -1100 एट प्रेजेन्ट 10 ठिकै छ, प्लस यो मल्टिप्लाई गर्दा 770 प्लस यो मल्टिप्लाई गर्दा 330 ल। अब दुईटा एड गरेर यो घटायो भने कति आउँछ 0 भन्नुको अर्थ यो a को डिटर्मिनेन्ट निकाल्दा यसमा रिजल्ट कति आउँदो रहेछ त 0 आउँछ। यस्तै गरी जुनसुकै नम्बर भए पनि हैन सेम एउटा मेथडले
हामी के गर्न सक्छौं त डिटर्मिनेन्ट 3x3 म्याट्रिक्सको डिटर्मिनेन्ट फाइन्ड आउट गर्न सक्छौं। अब यो एप्लाई केमा हुन्छ भने यो कोप्लानर भेक्टरहरू प्रुभ गर्ने केसमा पनि युज हुन्छ है। त्यसपछि हामीले डिटर्मिनेन्टकै प्रब्लमहरू गर्दाखेरि पनि जुन 5 मार्क्सको क्वेशनहरू आउँछन् a स्क्वायर जस्तै abc a स्क्वायर b स्क्वायर c स्क्वायर वाला क्वेशनहरुमा पनि पछि एक्सपान्ड गर्दा यस्तै गरेर गर्ने हो। जस्तै क्वेशनहरु आउँदाखेरि a b c a स्क्वायर b स्क्वायर c स्क्वायर हैन, त्यसपछि bc ca ab इक्वल्स टु समथिङ भनेर प्रुभ गर भन्ने टाइपको क्वेशन आउँछन्। र त्यहाँ पनि के हुन्छ त सुरुमा चाहिँ हामीले यो कोलमहरु सबट्र्याक्ट गरेर अनि पछि लास्टमा त जसरी पनि एक्सपान्ड गर्नु परिहाल्छ। त्यो एक्सपान्ड गर्ने बेलामा पनि यसरी नै हामीले एक्सपान्ड गर्छौं।